बारा जिल्लामा सिमराको वडा नम्बर 1 मा जुन 3 वर्षीय बालिकाको बलात्कार पश्चात हत्या भयो त्यो विषयलाई म अलि अर्कै ढङ्गले भन्न चाहन्छु। सम्मानीय सभामुखज्यू, बारा जिल्लाको यो इलाका प्रहरी कार्यालय सिमरा यो लापरवाही र लेनदेनको केन्द्रबिन्दु बनेर रहेको छ। मैले पटक पटक यो विषय उठाएको छु। मैले त्यहाँ केसिनोमा नि यसरी नेपालीहरू खुलेआम गइरहेको विषय उठाएको छु। गृह मन्त्रालयको म ध्यानाकर्षण गर्न चाहन्छु। आज 2 जना नालायक प्रहरी अफिसरले गर्दाखेरि 3 वर्षीय बालिकाको हत्या भएको छ रेप पश्चात। र त्यहाँ प्रहरीले खोजेको होइन। जुन दिन यो घटना भयो, बालिका हराए पश्चात प्रहरीलाई जानकारी गराएको 24 घण्टासम्म पनि कुनै प्रहरी कहीँ पनि परिचालन भएको छैन। 24 घण्टासम्म। जब छिमेकीले 72 घण्टा पश्चात थाहा पाए कि यहाँ सबको गन्ध आइरहेछ, त्यसपछि प्रहरीको कुकुर सबै गएका छन्। भनेपछि ती प्रहरी अफिसरलाई, इलाकाका प्रहरी अफिसरहरूलाई तानेर हुन्छ कि कारबाही गरेर हुन्छ कि प्रहरीको एक्सन लग थाहा हुनु पर्यो। 1 घण्टामा प्रहरीले के गर्यो, 2 घण्टामा के गर्यो, 6 घण्टामा के गर्यो, 12 घण्टामा के गर्यो, ताकि आइन्दा यस्ता घटनाहरू हुँदै गर्दाखेरि प्रहरीले सबै कुरा थाहा पाएपछि चाहिँ आफ्ना शक्ति पठाएर हामी अनुसन्धान गर्दैछौँ नबनुन्। एकजना बालिकाको के गल्ती थियो? न उसले सरकार चिन्छ, न उसले पार्टी चिन्छ, न उसले प्रहरी चिन्छ। उसले के चिन्छ भने आफ्नी आमालाई चिन्छन्, उनले आफ्नो आँगनलाई चिन्छन्, आफ्नो छिमेकीलाई चिन्छन्। ती बालिका आज घर आएकी छिन्। त्यस्ता कति बालिकाहरूको रेप भइरहेको छ, हत्या भइरहेको छ। यसमा गम्भीर हुन म गृह मन्त्रालयलाई ध्यान आकर्षण गर्नु। सम्मानीय सभामुख महोदय, बाराको भक्तिनगर 3 वर्षीय बालिकामाथि बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलङ्क हो। म सरकारलाई स्पष्ट प्रश्न गर्न चाहन्छु, हाम्रो छोरीहरू कहाँ सुरक्षित छन्? यस्ता अपराधमा कानुन बनाएर मात्र पुग्दैन, कानुनको कठोर र प्रभावकारी कार्यान्वयन हुनुपर्छ। अपराधी उमेर, पहुँच वा प्रभावको नाममा उम्किन पाउनु हुँदैन। हाम्रो छोरीको जीवनभन्दा ठुलो कुनै एक्सक्युज हुँदैन। त्यसैले म सरकारसँग माग गर्दछु, बालिका तथा महिलामाथि हुने यौन हिंसा र हत्याका घटनामा 0 टलरेन्स पोलिसी लागू गरियोस् र बलात्कारीको लागि कानुन बनाई फाँसीको सजाय सुनिश्चित गरियोस्, ताकि पछि यस्ता कुकर्म गर्ने अरू सचेत पाउन् र यस्तो घटना गर्नुभन्दा अगाडि 10 चोटि सोचुन्।